साथीहरु अहिले चाहिँ हामी जर्सिङ पावामा आइपुगेको कि अनि तपाईहरुलाई म यहाँको सीन देखाउँछु ल सीन नजारा अघि कति राम्रो आएर थियो कि तर अहिले अलिकति भयो हेर्नु त ओ माय गॉड यहाँ चाहिँ हिमाल छ आया हेर्नुस् हिमाल आम्ने सामने अनि हाम्रो मेलामा चाहिँ जाने ग्रुप चाहिँ यहाँ एकजना दुईजना त तीनजना मैले त चारजना छौँ हामी चाहिँ केही छिटो विश्रामपछि अब झर्दैछौँ खोला साइड तर्फतिर अनि अहिले चाहिँ हामी एकछिन विश्रामको लागि बसेको थियौँ विश्रामको लागि अनि त्यसपछि चाहिँ अब हामी झर्दैछौँ अहिले चाहिँ अब पुग्नलाई हामीलाई कति टाइम लाग्छ होला र 10-15 मिनट जति 20 मिनट जति लाग्छ होला अघि चाहिँ देखिहाल्यो अहिले चाहिँ देखिएन तपाईँलाई देखाउँथेँ अनि यता चाहिँ के पुरै गाउँको भाइ आइरहेको छ क्या पुरै त्यो यता त्यस्तो छ नि त त्यही माथि झ्याउपिरीहरू कराइदिएर त गाडी आइरहेछ अब यहाँ हेर्नु त साथीहरू खोला चाहिँ यस्तो छ अनि बाटो चाहिँ आउनलाई चाहिँ 90% एकदम गुड छ है एकदम पिरो सबै पिरो अनि 10% जति होला अलिकति अफरोड छ त्यसपछि चाहिँ एकदम राम्रो छ हामी चाहिँ खोलामा आइपुग्यौँ अब जानुपर्छ अनि माछा पऱ्यो कि परेन भनेर हेर्नुपर्छ अनि उहाँ सरजीले चाहिँ एकदम टाइम चलाउनु भइरहेको छ उहाँले मलाई एकदम सुरक्षितको साथ मलाई झार्नु भइरहेको छ बाटो चाहिँ यस्तो छ कि हेर्नु न पुरै 10% मात्रै हो यस्तो चाहिँ 90% चाहिँ एकदम गुड छ पिचो रे आउने मान्छे एकदम राम्रो छ साथीहरू हामी चाहिँ आइपुग्यौँ मेलम्ची खोला यहाँ अब हाम्रो माछा हेर्नुपर्छ पऱ्यो कि परेन भनेर बाटो चाहिँ यस्तो रहेको छ अब के हुने हो खोला त कत्रो रहेछ भाइ ठुलै साउन्ड आउँदैछ यता हेर्नु हिमाल छ यता एकजना जानुहुँदैछ त दुईजना आउनुहुँदैछ माछा पो पऱ्यो कि परेन भन्ने कुरामा हो हिजो जाल थापेर गयो हो अब पऱ्यो कि परेन भन्ने कुरामा भर पर्छ पऱ्यो भने त ठिकै हो परेन भने चाहिँ यत्रो आएको दुःख खेरो जाने भयो हजुर छ्या अहिले उहाँ हुन्न त्यस्तो जाल हान्ने मान्छे चाहिँ उहाँ हो उता पनि हुनुहुन्छ एकजना हिजो चाहिँ दुईजना मात्रै आउनु भएको थियो अनि आज चाहिँ हामी चाहिँ निकाल्नको लागि अझ दुईजना थपेर आएको छौँ पुल पनि रहेछ क्या उता माथि त पुरै घाटे खोला कत्रो रहेछ हेर्नु त अघि माथिबाट हेर्दा त कस्तो सानो देखाएको थियो कि अनि मैले चाहिँ के सोच्दै थिएँ भने हिँड्दै जाँदा पनि के अरे तर्नेवाला जस्तो लागेको थियो तर होइन
हेर्नुस् हेर्नु ल कत्रो हेर्नु त ओ माई गॉड अब चाहिँ उहाँले माछा निकाल्न लाग्नु भएको छ हेरौँ है त पर्छ कि पर्दैन ल साथीहरू हाम्रो माछा परे जस्तो छ ऊ देख्नुभयो होला हाम्रो माछा चाहिँ यही हो अब परेन छ के गर्नु ठुलो खोलामा भएर नपरेको अरे खै कहाँ हो अब यहाँ पर्छ कि पर्दैन कत्रो पऱ्यो भाइ यहाँ त पर्छ जस्तो लाग्थ्यो क्या मलाई पहिलो माछा चाहिँ हेर्नु जे भए पनि नाक चाहिँ रह्यो यतिकै अब भाइ राख्नु यार इन्द्रावतीको पहिलो माछा नौकै जस्तो लाग्यो Oh my god! खै अरू नि दिन्छ कि मेरो त नाक दिँदैन कि के हो यार परेन यसमा त साथीहरू म तपाईँहरूलाई माछा देखाउँछु ल कता गयो क्या यही थियो त अहिलेसम्म त कता गयो क्या के हेर्नु त चलिरहेछ सानो सानो जमा रहेछ के हेर्नु त छानो चाहिँ छरै छ आया माछा एउटा मात्रै पऱ्यो अब अरू थाप्नु चाहिँ धन्नै थाप्नु भएको छ कि अब पऱ्यो कि परेन अब अरूहरूमा चाहिँ खोला त कत्रो हो त क्या माछा पऱ्यो फेरि माछाले त लगो भन्दै थियो यहाँ खतरा थियो त यो कोही चाल पाइयो खेयो कस्तोमा रहेछ भन्ने कुरो चार त नआउँदै रहेछ होइन कस्तोमा आउने रहेछ नि त यो त बेलुकै परेको थियो नि मैले तँलाई भनेको नि यो चाहिँ भर्खर परेको माछा हो न खामी गर्ने केटा मैले त जोरीसम्म निकालेँ तेरो गयो हो यो मैले त जोरीसम्म हानिसकेँ सबै मिले मेरो यो अहिले परेको माछा हो क्या मैले भनेको नि बिहान पर्छ भनेर यो तालेबाट पक्रेर चाहिँ ठिक्कै झऱ्यो भने त्यो कस्तो पुरा उत्रायो क्या है परेको छ भने छोडेर हिँडेको या साथीहरू हामीले चाहिँ माछा आधी केजी भन्दा बढी समाइसकेको छौँ माछा देखाउनु त तपाईँ माछा चाहिँ यहाँ रहेको छ यो चाहिँ उहरू पाँचोहरू अनि बहिनीले बोकिरहनु भइरहेछ यो चाहिँ अनि
हामीले कति ठाउँमा छोडेको ठाउँमा चाहिँ माछा परिरहेको रहेछ कि सुरुमा त परेन अनि पछि चाहिँ पर्दैछ अनि कति ठाउँमा त बिर्सेछ अब भेट्ने हो कि नभेट्ने हो अत्त पत्ता छैन टोपी लाउने चाहिँ को होला है टोपी लाउने चाहिँ को होला है अरे मैले त्यस्तै टोपी लगाइहाल्छु नि त मेरो त झन् अनुहारै देखाएको छैन होला घामले हाम्रो यहाँ माछा रिभिल हुँदैछ लु हेर्नुहोस् खै देख्दैछ टोटल कतिवटा छ गर्नुहोस् 1 2 3 4 5 6 7 8 छ 8वटा भएछ हाम्रो माछा कतिवटा पासोमा कतिवटा टोटल र कतिवटामा पर्यो 20वटामा परेको माछा ओहो नि यो त ऊ काम्दैछ जाडोले कामेको भएछ नि काम्दैछ तरिका हो त जाडोले धेरै पैसा असला पाउन रे भाइ तिनटा चाहिँ उत्रा छ क्या एउटा कसरी पार्दो रहेछ नि माछा यो त भरेसम्म त कुहिन्छ त है केटा के गराउनु हेर्दा चिसो पानी म खाँदैन कि माछा त्यही भएर हो कि मलाई माया लागेको म जस्तो सुकै सफा पानी भए पनि म खाँदैन कि माछा हामीले कति पासो त कतिवटा बिर्स्यो 4वटा त यत्तिकै बिर्स्यो त्यसमा नि कति धेरै परेको थियो होला अहिले त पुरै घामले हेर्नु न पुरै खोला त त्यस्तो भयो त हिमाल चाहिँ हेर्नु न कस्तो दामी आइरहेको भएको त आधा किलो छ आधा किलो त छ त्यति हो हाम्रो माछा चाहिँ अब माछा समातिहाल्यो सबै सकिहाल्यो आदि कतिवटा त बिर्सिहाल्यो अब यता सबै गाउँ रहेछ कि हेर्नु न फेरि वेदर पनि कस्तो राम्रो भएको छ क्या आज त अब के ब्यागमा छ अब चाहिँ साथीहरू हाम्रो चाहिँ सबै काम सकेर माछा साछा सबै पक्रेर एक ठाउँमा राखेको छौँ किनकि त्यो बोकेर हिँड्यो भने गनाउला भन्ने पिर अनि अब चाहिँ हामी मेलम्ची बजारतिर जाँदैछौँ यसो हेर्नको लागि घुम्नको लागि अब यता आएपछि फेरि त घुम्नु पऱ्यो नि त त्यही अब मेलम्ची बजारमा आइपुग्यौँ अब हामी चाहिँ भोक लागिसक्यो बिहानै आएको हो नि त बिहानै आएको भएर अब खाजा किनेर खानुपर्छ मेलम्ची बजार यता चाहिँ अलिअलि चाहिँ पसलहरू हुन्छ होला पसलहरू चाहिँ भोक लागिसकेको छ चाहिँ हामी यो पुल तरेर पारी साइडमा जाँदैछौँ त्यता के छ कस्तो छ भनेर हेर्नलाई जाँदैछौँ मलाई त्यस्तो पुल तर्न कति मजा लागिरहेको छ तर हल्लिरहेछ हजुर त नि सिस्नु त खोज्नु कम्ती तर पाउँदैन यो सिस्नु भयो भने त अनि ओहो खासमा चाहिँ यो चाहिँ होइन मेलम्ची मेलम्ची होला ऊ त इन्द्रावती होला यो चाहिँ दुईवटा खोला उताबाट जोडेर एउटै भएर चाहिँ अघि हामीले माछा समाएको नेर चाहिँ कत्रो हुँदै यो त यो खोला दुईजना है हल्लिराख्ने लचक लचक होइन त्यो त तल्लै छोड्यौँ अनि यो चाहिँ अर्कै रहेछ हल्लिराख पारी साइड इन्द्रावती त पारी हो त्यो त उयो पारी होइन त दुईवटा भएर चाहिँ अघिको त्यो बनेको रहेछ अनि मेरो चाहिँ कस्तो रहेछ इन्द्रावती चाहिँ थाहा छैन अब कत्रो छ अब हेर्नु जानुपर्छ
सफा रहेछ पानी नपरेर होला हल्लिरहेको क्या पुरै चाहिँ इन्द्रावती खोला रहेछ साथीहरू अनि यो चाहिँ मेलम्ची भन्दा ठुलो रहेछ क्या अन्त कत्रो यो त हेर्दै कोसी जत्रै छ अनि यता मुनि हेऱ्यो भने त झनै कत्रो हो यता यता गर्दा चाहिँ यसो गर्दा हेर्नु सानो देखिन्छ तर यहाँ हेर्नु कत्रो खालको कत्रो छ त्यो देखेन क्या तर फोनमा चाहिँ त्यस्तो देखेन तर कत्रो छ क्या हेर्नु न यहाँ मेरो फोनमै अटेन क्या मेरो फोनमै अटेन नलाउनु न अहिले म तर गहिरो चाहिँ छैन रहेछ नि तर गहिरो चाहिँ छैन रहेछ नि पुरै ऊ भन्ने देखिरहेछ यहाँ त हाम फाल्यो नि मरिँदैन होला यहाँ चाहिँ मरिन्छ यहाँ चाहिँ गहिरो रहेछ हाम्रो चाहिँ खाना आइसक्यो यता मासु मासु ले लो मासु यो हेर्दै खाने कि यो हटाइदिन्छ खाना आइसक्यो अब खाना खाँदैछ ल त्यो मार्दिउँ अब साथीहरू हामीले चाहिँ खानासाना खाइसक्यौँ अनि आराम गर्दैछौँ अब आराम गरेको पनि भयो अब हामी हिँडेको स्विमिङ गर्न जान लागेको म चाहिँ गर्दिनँ किनकि मलाई आउँदैन स्विमिङ गर्न तिनजना चाहिँ गर्नुहुन्छ होला म चाहिँ लाटाले पापा हेर्दै जस्तै हेर्दै बस्छु ल त्यही हो साथी अब चाहिँ हामी चाहिँ मेलम्ची के अरे इन्द्रदेवी नदी हो कि के नदीमा आयौँ अनि उहाँहरू चाहिँ स्विमिङ गर्नुहुँदैछ अनि किनकि म चाहिँ स्विमिङ गर्दिनँ किनकि मलाई आउँदैन नि त अनि मलाई डर लाग्छ कि खोलाको छेउमा खोला आयो भनेपछि डर लाग्छ कि किनकि नपत्याउँदो खोलाले बगाउँछ भन्छ नि त अनि दशा परेको बेलामा त्यो पनि हुनसक्छ नि त अनि म चाहिँ यसरी किनारामा यसरी बसिरहेको छु यसरी पानी खेलाउँदै यसरी अनि उहाँहरू चाहिँ नुहाउनु हुन्छ अब नुहाइसकेपछि जानुपर्छ अब हामी चाहिँ किनकि आउने मान्छे त खेल्नु पऱ्यो नि त अब म नआउने मान्छे कता नि यसरी पानी खेलाउँदै बस्नु